कसले आर्म्स ठुलो बनाउन चाहनुहुन्छ आर्म्स है ट्राइसेप पुश डाउन विशेष गरी तपाईहरुले बार र रोप कुनले गर्नुहुन्छ कुनले गर्दा राम्रो म तपाईहरुलाई आज रिकमेन्ड गर्छु यो हाम्रो छ नि आर्म्स मसल चाहिँ बाइसेप्स चाहिँ 3 भागको 1 भाग हो भने ट्राइसेप चाहिँ 3 भागको 2 भाग हो के आर्म्स कसैले ठुलो चाहनुहुन्छ ठुलो बनाउन चाहनुहुन्छ भने त्यसको लागि तपाईले ट्राइसेप चाहिँ एकदमै बेसी ट्रेनिङ गर्नुपर्ने हुन्छ ट्राइसेप मसल राम्रो बनाउनु पर्ने हुन्छ है ट्राइसेपमा पनि यो विशेष गरी लङ हेड यो है त यो लङ हेड यो विशेष गरी ठुलो मसल यसलाई एकदम टार्गेट गर्नु होला हैन यो मिडल हेड अनि यो ल्याटरल हेड हैन त यो चाहिँ यो तीनवटा हुन्छ है यो र यो ठुलो मसल यो मिडल ले सानो हुन्छ हैन त विशेष गरी यो र यसलाई हिट गर्नुपर्ने हुन्छ अब त्यसको लागि तपाईले विशेष गरी नि ट्राइसेप पुश डाउन छ नि कतिपयले चाहिँ यस्तो चाहिँ नि रोपले गरेको हुन्छ कसैले बारले गरेर हुन्छ म तपाईलाई रिकमेन्ड गर्छु मैले 2-3 वर्ष रोपले गरे के त्यसपछिबाट यो बारले गरेको मलाई यसले मसल म्यान कनेक्सन जति भएको थियो यसले डबल भयो रियली भनेको डबल है यस्तो मसल हिट हुन्छ यस्तो मसल हिट भयो हैन यसले चाहिँ कस्तो हुँदो रहेछ भने तपाईको यहाँबाट यसो गरी चाहिँ तान्दाखेरि तान्नु पर्छ हातले हैन यसरी तान्नु पर्छ यसरी तानिनु पर्छ तर यसलाई चाहिँ तान्नुको सट्टा तपाईको यो बारलाई चाहिँ यसरी तल ठेल्दा मात्र पनि भयो के यसरी तल धकेल्दा मात्र पनि हो नि त त्यसलाई चाहिँ तान्नु पर्यो तान्न चाहिँ चर्को भयो यहाँ हिट पनि त्यति साह्रो हुन सकेन हैन त्यो धेरै वेट उठाउन सकेन यसले चाहिँ धेरै पनि वेट उठाउन सक्यो र बास तल ठेल्ने मात्र त यसरी झ्याप हैन यसले गर्नुस् र कसरी गर्ने यो पोस्टर पनि सिकाउँछु मैले भने जस्तो गरेर तपाईले 1 महिना गरि हेर्नुस् तपाईको ट्राइसेप्स ब्लास्ट भएर आउने छ है के गर्नुस् भने यतिकोमा राख्नुस् अनि बडी यसरी ट्याक्कसँग पोस्टरमा राख्नुस् हैन मिलाउनुस् अनि धेरै वात्ता खाता धेरै हल्लिने काम नगर्नुस् यसरी फिक्स राख्नुस् यो कुइनालाई अप 90 डिग्री माथि डाउन तल चाहिँ पुरै टाइट हुनुपर्छ है तल चाहिँ पुरै टाइट हैन त अप तल टाइट 2 सेकेन्ड होल्ड टनक्क तन्काउने मसल फिक्स टाइट हुनु पर्यो नि त मसल टिस्यु त ब्रेक डाउन हुनु पर्यो यसरी स्लो मोसनमा यस्तो गर्ने हैन गर्ने हैन फेरि स्लोमा feel your muscle गरेर गर्नुस् तपाईको ट्राइसेप्स ब्लास्ट भएर आउँछ ब्लास्ट ओके